हेलो साथीहरु, नमस्ते सबैजनालाई। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। म चाहिँ आज जङ्गलमा घाँस काट्न आएको छु। अनि म र ठुलियामा भएर आएको छौँ। अनि जङ्गलमा चाहिँ घाँस काट्न दिउँसो चाहिँ एकदम घाम चर्केको थियो के पानी परिरहेको थियो। तर आज चाहिँ घाम लागेको छ। तर यो रुखमा चाहिँ सायद रुख सिप्लो थियो कि अझै पनि। तर म चाहिँ सकि नसकी भए पनि यो बुटामा चाहिँ चढ्छु, किनकि एमा माथि चाहिँ बिरालेको लहरा छ। आज चाहिँ बाख्राको लागि सेउला काटेर जानुपर्ने थियो नि त। अनि त्यही भएर धेरै दिनदेखि यो काट्ने भनेर सल्लाह गरिरहेको थियौँ। तर आज चाहिँ म गएँ। फाइनली रुखा चाहिँ बल्ल 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 चढेको छु कि यति गाह्रो भएको छ साथीहरू रुखा चढ्न होइन। म त रुखा नचढेको लगभग भयो के 1-2 साल नै भयो लगभग भनौँ। अब त्यस्तो बुटोलतिर बसिरहन्छु नि त। अनि त्यही भएर त्यति बेसी घाँसपात गर्नु पर्दैन थियो घर आउँदा। तर अहिले चाहिँ म एकदम लङ टाइम नै बसेको छु नि त घरमा। सो त्यही भएर घाँस काट्न गएको धेरै गाह्रो भएको थियो रुखा चढ्न। त पनि बच्चैदेखिको आदत न हो, बानी लागेको छ रुखा चढ्ने त अनि चढिहालेँ। अनि बल्ल बल्ल रुखा चाहिँ चढेकै साथीहरू होइन। माथि जान्छु भन्दा त बारुलो छ हो, पाते बारुलो रहेछ। अनि मलाई 1-2 चोट लगाइदियो पनि बारुलोले साथीहरू। बुटामा चढ्नु साथ बारुलोले टोक्दा कस्तो भयो। बारुलोले टोक्दा चाहिँ कति साह्रो दुख्छ नि साथीहरू, के गर्नु। सुनिन्छ पनि अलिअलि। तर गाउँघरमा त यो सब कुराहरू नर्मली हो। बारुलोले टोक्नु, हात काट्नु होइन साथीहरू। गाउँघरमा बस्ने दिदीबहिनीहरूलाई आन्टीहरूलाई थाहा हुन्छ कस्तो हुन्छ भनेर। बल्ल बल्ल कति दुःखले रुखा चाहिँ चढेँ। माथि गएर घाँस झार्छु भनेको अझै साथीहरू घाँस त कता कता उहीँ अड्किन्छ। अब लहराको घाँस न हो, त्यो भएर अब सिधा झर्दैन नि त, अड्किन्छ। पल्लो बुट्टामा गएको हुन्छ नि त लहरा। अड्किँदा बल्ल 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 यति दुःखले झारेँ कि साथीहरू घाँस चाहिँ मैले। तर साथीहरू लामखुट्टेले पनि उत्तिकै टोकिरहेको थियो। अब हाम्रोतिर फेरि खासै जङ्गलमा खुसमेराहरू खोज्दैन नि त। अनि खुसमेराहरू यताउति कुहेको हुन्छ कि। अनि त्यही भएर पनि होला लामखुट्टे चाहिँ यति धेरै लागेको होइन। म फेदाबाट उता टुप्पामा गएको मान्छेलाई सुद्धा लामखुट्टेले टोक्छ क्या साथीहरू। के कुरा गर्नु भन्नु न। यति धेरै टोकेको थियो लामखुट्टेले, पुरा शरीरभरि हातखुट्टाभरि टोकेर रातै भएको थियो कि। अनि म चाहिँ एउटा बुट्टामा मात्रै चढेको होइन। मैले भिडियो चाहिँ साथीहरू आजको दिन चाहिँ म 5वटा बुट्टामा चढेँ होला के कम्तीमा पनि लहरा झार्न चाहिँ। अब यो बुट्टामा चाहिँ एकै ठाउँ थियो, लहरा झार्न पनि सजिलो भयो होइन साथीहरू। अनि तलतिरको बुट्टामा चाहिँ अब एउटा बुट्टाबाट अर्को बुट्टामा, अर्कोबाट अर्कोमा गएको थियो कि। अनि त्यो भएर तल चाहिँ म 5वटा बुट्टामा बुट्टा चढ्नु पर्यो। अनि मेरो हातखुट्टाहरू पनि यति धेरै पोल्यो कि रुखा चढ्दा उस्तै, सुरिलो बुट्टा उस्तै। अनि पाइतलाहरू पनि एकदम धेरै भब्बाएको थियो कि। यति धेरै गाह्रो भएको थियो नि साथीहरू। धेरैमा रुखा चढेको भएर होला सायद मलाई एकदम धेरै गाह्रो भएको थियो। त्यही पनि जसो तसो गरेर झारेर भ्याएँ, घाँस पनि काटेँ। अनि छिटो छिटो गऱ्यौँ। अनि म चाहिँ एक्लै गएको थिएन, ठुलमम्मी र म भएर गएको थियौँ। अनि साथीहरू म झर्दा र चढ्दाखेरिको चाहिँ इग्नोर गर्नु होला है। के पार्टहरू चाहिँ इग्नोर गर्नु होला, नहेर्नु होला है साथीहरू। अनि नराम्रो कमेन्ट पनि नगर्नु है गर्दाखेरि। अनि किनकि भन्दा छि यस्तो भन्ने जस्तो हुन्छ होइन। तर भिडियो बनाउन अनि एकदम गाह्रो हुन्छ क्या भिडियोहरू बनाउन। गाउँघरमा काम सँगसँगै भिडियो बनाउनु चाहिँ एकदम गाह्रो हुन्छ। पेसा नै त्यही भएको भए अलग कुरा हुन्थ्यो। अब हामी चाहिँ अब कहिलेकाहीँ झलक भिडियो बनाउनेलाई चाहिँ धेरै गाह्रो नै हुन्छ। घाँस काट्दा हामीहरूलाई चाहिँ पानी प्यास पनि लाग्यो। अनि गहिरामा चाहिँ पानी थियो। अनि हामी चाहिँ पाल्ला सालको टिपेर पानी खान लाग्यौँ। अनि म चाहिँ पानी खाँदा भिडियो बनाएको छ कि नै भन्दा हेर्छु क्या। किनकि कहिलेकाहीँ भिडियो बनाएको छु भनिन्छ अनि रोकिन्छ क्या। अनि त्यही भएर साथीहरू अब चाहिँ पानी खाएर छिटो छिटो बारीसारी बाँधेर अब घरतिर जानुपर्ने हुन्छ। किनकि माथि छ, बाटो पनि धेरै टाढा नै छ। हामी चाहिँ तल जङ्गलमा छौँ नि त। अनि त्यही भएर साथीहरू बाटोमा निस्किनुपर्छ। बाटो चाहिँ अप्ठ्यारो छ माथिसम्म निक्लिनलाई। थ्याङ्क यू साथीहरू, सबैजनाले माया गरिदिनु होला मेरो भिडियोलाई। बाई बाई एभ्री